धन्यवाद। यस कार्यक्रमका सञ्चालकज्यू साथै यस कार्यक्रमका सभाध्यक्षज्यू र यस भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नम्बर 7 बासीखोरा का यस भेटघाट कार्यक्रमका प्रमुख अतिथिज्यू हाम्रा ट्याम्केमय गाउँपालिका तथा यस आसन्न हुन गइरहेको फागुन 21 को निर्वाचनको प्रत्यक्ष उम्मेदवार श्री न्यायप्रेमी देशप्रेमी माटोप्रेमी हाम्रा ध्रुव राईज्यू र समानुपातिक तर्फ रहनुभएका विशेष अतिथिज्यू हाम्रा रमिता राईज्यू र भोजपुर जिल्लाका जिल्ला संयोजक विशेष अतिथि दिपाल राईज्यू र यस सभामा विभिन्न टाढा टाढाबाट आसीन हुनुभएका पाल्नुभएका हाम्रा अतिथिगणज्यूहरू माटोप्रेमी न्यायप्रेमी सम्पूर्ण अगुवा श्रमदाताज्यूहरू सबैजनामा म भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नम्बर 1 खेना निवासी गाउँघरमा प्रताप तामाङ भनेर चिनिन्छ बालिकाको नाम हो भने यत्र तत्र सामाजिक सञ्जाल अथवा साथीभाइहरूले बोलाउने नाम चाहिँ आकाश तामाङ हो भनेर म मेरो परिचय पनि राख्न चाहे र यहाँहरू सम्पूर्णमा भुइँछोडी सेवारो लासो फापुला र माटोलाई ढोकेर फेरि पनि एकपटक जय माटो जय देश भनेर भन्न चाहन्छु। फेरि पनि एकपटक जय देश जय माटो भन्नुस् त आमा बुबाहरू। यस यो माटो प्रेमी आवाजहरू वास्तवमा रामप्रसाद राई गाउँपालिकाको प्राङ्गणबाट उठिरहेको आवाजहरू यो माटोको धुलोहरूले माटोमय बनाउनु पर्छ भने एक भोजपुरलाई रामप्रसाद राई गाउँपालिकालाई माटोमय बनाउनु पर्छ भने तपाईहरुको यति राम्रो न्यायप्रेमी माटोप्रेमी प्रकृति प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देवादेमा बागा छना काका काकी बडा बडीहरू सबैको यो आवाज माटोप्रेमी आवाज हो। यो आवाज आसन्न हुन गइरहेको निर्वाचन फागुन 21 को विजयको आवाज हो भनेर म भन्न चाहन्छु र म धेरै भूमिका नबाँधिकन प्रत्यक्ष तर्फ हाम्रा आदरणीय ध्रुवज्यू यस आसन्न हुन गइरहेको फागुन 21 को निर्वाचनमा भोजपुर जिल्लाबाट उम्मेदवार हुनुहुन्छ। उहाँहरूलाई तपाईँ हामी सबैले हातेमालो गरेर विजयको लागि अत्यन्तै दौडधुप गर्नुपर्ने अवस्था छ र विभिन्न कुराहरू जोड्ने क्रममा म रामप्रसाद राई गाउँपालिका अर्थात् रामप्रसाद राई आदरणीय हाम्रा इतिहासका हुन त तपाईहरु यहाँ नजिकैका हुनुहुन्छ। रामप्रसाद राई भनेपछि हाम्रै भतिजो त थिए भनेर भन्नु होला, तर त्यो होइन। मैले विद्यार्थी कालबाट विभिन्न राजनीतिक विषयवस्तुलाई बहस गर्ने क्रममा विभिन्न राजनीतिक विषयवस्तुलाई अध्ययन गर्ने क्रममा हाम्रै भोजपुर जिल्लाका तपाईहरुकै आँगनका रामप्रसाद राई आदरणीय जननायक 2007 सालको राणाहरूको विरुद्धमा गहकिला विचारहरूसँगै यही माटो र यही धुलोमा जन्मेर हुर्केका आदरणीय रामप्रसाद राईको इतिहासहरू पढ्दाखेरि पनि मलाई गर्व लाग्थ्यो। तर आज उहाँकै आँगनमा रामप्रसाद राईज्यू हुर्किनु भएकै आँगन प्राङ्गणमा तपाईहरुकै माझ आज रामप्रसाद राई इतिहासकार रामप्रसाद राईज्यूको यो प्राङ्गणबाट उहाँको नाम लिँदै उहाँको इतिहास राजनैतिक इतिहासहरूको अखन बखन गर्नु पर्दा म अत्यन्तै गर्वित ठानेको छु। यो रामप्रसाद राई गाउँपालिका भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका त्यत्तिकै रहेको होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू जनसमुदायहरू। यो रामप्रसाद राई गाउँपालिका रामप्रसाद भन्ने नाम साधारण नाम होइन। हिजो 2007 सालको इतिहास राणा जहानीय राणा शासनको विरुद्धमा जनताको मुक्तिको निम्ति उठाइएको महान जन आवाजको ध्वनि आदरणीय रामप्रसाद राईज्यू हुनुहुन्थेछ। मलाई गर्व लाग्छ। यसरी नै हामी माटोप्रेमी न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू धरानका उपमहानगरपालिकामा प्रमुख हुँदै श्रम संस्कृति पार्टीको जन्मदिन हुने आदरणीय श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्षज्यू पनि रामप्रसाद राईकै तपाईको चाहिँ नै नयाँ जन्म हो भनेर म तपाईलाई भन्न चाहन्छु। न्यायप्रेमी देशप्रेमी जनता प्रेमी र माटोप्रेमी प्रकृति प्रेमीका जननायक जसरी रामप्रसाद राई थिए त्यसरी आज हर्क साम्पाङ राई उदयमान भइसक्नु भएको छ। यो भूमिमा 3 चुला पुजेर साल्पा सिलिचोङमा चाहिँ सेवा ढोक गरेर
यदि गाई पैसा होइन, तपाईँहरूलाई गाई पैसा हामीलाई थाहा छ नि, गाई पैसा नभएर 10 पैसा 1 पैसा मात्रै भ्रष्टाचार गरेको भरमा, यदि भ्रष्टाचार गरेको ठहरिएमा प्रमाण भएमा धरानको भानु चोकमा मलाई सामूहिक भेला गरेर झुन्डाइयोस्, 7 पुस्ता मेरो धरानमा आउने चाहिँ वातावरण, 7 पुस्तालाई धरानमा आउने वातावरण नबनाइस् भनेर उहाँले बाचा गर्नुभएको छ। र अहिलेसम्मको 3 वर्ष कार्यकालमा उहाँले त्यो खालको क्रियाकलाप गर्नु पनि भएको छैन। हाम्रो श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङज्यू न त कुनै सहकारी ठगेको आरोप प्रत्यारोप खेप्नु परेको छ, न त धरान महानगरपालिकामा कार्यरत हुँदाखेरि 2 रुपियाँ भ्रष्टाचार गरेको आरोप ठगेको छैन नि। यस्तो महान विचार भएका हाम्रो आदरणीय हर्क साम्पाङ श्रम संस्कृति पार्टीका संस्थापक केन्द्रीय अध्यक्षज्यूको मान मिशन र भिजनलाई, मान श्रम अभियानलाई तपाईँ हामीले नै अब हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन भन्ने कुरा म तपाईँहरूलाई भन्न चाहन्छु। हामीले धेरै नेताहरू देख्यौँ, हामीले धेरै व्यवस्थाहरू परिवर्तन गरेको, व्यवस्थाहरू परिवर्तन भएको देख्यौँ। अघि मैले भन्दै गर्दा रामप्रसाद राईको इतिहासबाट म भन्न चाहन्छु। 2007 सालको जहानिया राणा शासनहरूको विरुद्धमा रामप्रसाद राईले एक खालको जननायक जनविद्रोह गरे, तर व्यवस्था त परिवर्तन भयो, जनताको अवस्था फेरि पनि परिवर्तन हुन सकेन। 2016 साल 2023 साल विभिन्न तपाईँको चाहिँ 2007 सालको चाहिँ तपाईँको महान क्रान्ति पश्चात पञ्चायती व्यवस्था सँगै जनताको बहुदलीय जनवादको कुराहरू आए। नेपालमा कतिवटा संविधान र कतिवटा व्यवस्था लेख्यो भनेर भन्न चाहन्छु, तपाईँलाई सोध्न चाहन्छु। सम्म त कति बेला थाहा हुन सक्छ, कति बेला थाहा नहुन सक्छ। मैले बुझेको र मैले इतिहास स्टडी गरेको आधारमा, अध्ययन गरेको आधारमा नेपालमा 7 जनताको अवस्था परिवर्तन भयो। जनताको अवस्था, युवाको अवस्था, हामी नेपाली जनताको अवस्था परिवर्तन भयो कि भएन? भएन नि, भएन। सबैजनाले भएन भन्नुहोस्। जहिले पनि आश्वासन र भाषण र आसनमा नेपाली जनतालाई अल्मलाएर राख्ने गरिरहे, तर जनताको आवाजलाई, वास्तविक आवाजलाई न्याय दिनुपर्छ भन्ने नेताहरू हामीले भेटिनौँ। जहिले व्यवस्था परिवर्तन भइरहने तर जनताको अवस्था परिवर्तन नरहने प्रविधिले गर्दा यो खिचाउलो संसदीय प्रणालीको एउटा चाहिँ एक खालको विकृतिको कारणले गर्दाखेरि तपाईँ हामी आज युवाहरू प्रत्येक दिन 1500 को हाराहारीमा नेपालको त्रिभुवन इन्टरनेसनल विमानस्थलबाट हामी बेचिएर खाने मुलुकमा 42-45 डिग्रीको तापक्रमको भूमिमा हामी श्रम गर्न बाध्य भइरहेका छौँ। त्यो हाम्रो बाध्यता हो, रहर होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। र यसै सन्दर्भमा धेरै भूमिका नभइदिकन अब हिजो अस्ति त्यस्ता विभिन्न ठुल्ठुला आन्दोलनहरू तपाईँ हामीले भोग्यौँ। अस्ति 2082 भाद्र 23 र 24 को आन्दोलनमा बिचरा जेनजी भाइ बहिनीहरूको दोष के थियो? आफ्नो अधिकार, देशलाई सुशासन हुनुपर्छ, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भनेर स्कुले ड्रेसमा त्यो आवाज उठाउन बाध्य भए, मारिए, संसद भवन जले। हाम्रा चाहिँ तपाईँको इतिहास कालदेखि बोकेको ऐतिहासिक भवनहरू जले, सर्वोच्च अदालत जले, सिंहदरबार जले। हामीले चुनेर सिंहदरबार जलाउनका लागि पठाएको होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हामीले चुनेका नेताहरूलाई, हामीले चुनेका राजनीतिक दलहरूलाई, विभिन्न राजनीतिक दलका सङ्गठनहरूलाई हामीले संसद भवन जलाउन पठाएको होइन। हाम्रा भाइ बहिनीहरूलाई उचाल्ने जेनजी भने, जेनजीको चाहिँ तपाईँको 18 देखि 28 वर्ष, 14 देखि 28 वर्षको मान्छेलाई जेनजी भनिन्छ। त्यो भाइ बहिनीहरूलाई उचाले, गोली ठोकेर मारे। तर त्यो भाइ बहिनीको माग पुरा गर्नको लागि अहिले उठेका हेभीवेट क्यान्डिडेटहरू भनेका बालन शाहहरूले एक दिन पनि भेट्न गएन। त्यहाँ भाइ बहिनीहरूलाई तपाईँको चाहिँ त्यो भाइ बहिनीहरूको लास चलाउँदाखेरि दीप प्रज्वलन गर्नसम्म गएन। त्यस्ता मान्छेहरू प्रधानमन्त्री भएर गयो भने के हुन्छ हालत? यो देशले न्याय र विकास पाउन सक्छ? उनीहरूले अब त्यो गर्न सक्दैन। अहिले भनिएका हेभीवेट च्याम्पियनहरू भनिएका मान्छेहरूको हामीले गतिविधि हेरौँ, तिनीहरूले पनि तिनीहरूबाट हामीले आश प्राप्त गर्न, विकासको आश प्राप्त गर्न सक्दैनौँ। यसर्थ जेएनजीको पहिलो आयोग बनाएर जेएनजीको मुक्ति दिलाउनुपर्छ भनेर हर्क साम्पाङ सरले जेएनजी सरकार विहीन भइरहेको बेलामा हर्क साम्पाङ दौडिरहनु भएको थियो। हर्क साम्पाङ सर प्रधानमन्त्री बन्छु
देशलाई निकास र विकास दिन्छु, देशको अभिभावक दिन्छु भनेर जाँदै गर्दाखेरि आज उहाँलाई देशी विदेशीहरूको घोडा ढोक्नुपर्छ, देशी विदेशीहरूको खुट्टा ढोक्यो भने चाहिँ प्रधानमन्त्री बन्छ भनेर चाहिँ उहाँलाई त्यस्तो खालको एउटा अप्ठ्यारो स्थिति बनाएपछि उहाँ काठमाडौँ फर्किनु भएको अवस्था छ भनेपछि यो देश विदेशीहरूले बनाउन सक्दैन, यो देश विदेशी दलालहरूबाट मुक्त हुनुपर्छ। यसको निमित्त तपाईँ हामी एकजुट हुनुपर्छ भन्ने कुरा नै तपाईँहरूमा हामी भलाकुसारी गर्न आएको। र अर्को कुरा, हाम्रो देश लोकप्रियता र सेलिब्रिटीको आधारमा मिठा मिठा कुरा गरेको भरमा देश बन्दैन। देश बन्नको लागि त कुट्टो कोदालो साबेल गैतीहरू चलाउनु पर्छ, बाटो बनाउनु पर्छ, स्थानीयमा तपाईँ हामी मिलेर एकजुट भएर काम गर्नुपर्छ, अनि मात्रै देश विकास हुन सक्छ, भौतिक संरचनाहरू निर्माण हुन सक्छ। त्यसरी उनीहरूले तपाईँको चाहिँ बन्दुकले ताकी ताकी गोली हानेर बिचरा भाइ बहिनीहरू मर्न बाध्य भए, मारिए, संसद भवन जले। हाम्रा चाहिँ तपाईँको इतिहास कालदेखि बोकेको ऐतिहासिक भवनहरू जले, सर्वोच्च अदालत जले, सिंहदरबार जले। हामीले चुनेर सिंहदरबार जलाउनका लागि पठाएको होइन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हामीले चुनेका नेताहरूलाई, हामीले चुनेका राजनीतिक दलहरूलाई, विभिन्न राजनीतिक दलका सङ्गठनहरूलाई हामीले संसद भवन जलाउन पठाएको होइन। हाम्रा भाइ बहिनीहरूलाई उचाल्ने जेनजी भने, जेनजीको चाहिँ तपाईँको 18 देखि 28 वर्ष, 14 देखि 28 वर्षको मान्छेलाई जेनजी भनिन्छ। त्यो भाइ बहिनीहरूलाई उचाले, गोली ठोकेर मारे। तर त्यो भाइ बहिनीको माग पुरा गर्नको लागि अहिले उठेका हेभीवेट क्यान्डिडेटहरू भनेका बालन शाहहरूले एक दिन पनि भेट्न गएन। त्यहाँ भाइ बहिनीहरूलाई तपाईँको चाहिँ त्यो भाइ बहिनीहरूको लास चलाउँदाखेरि दीप प्रज्वलन गर्नसम्म गएन। त्यस्ता मान्छेहरू प्रधानमन्त्री भएर गयो भने के हुन्छ हालत? यो देशले न्याय र विकास पाउन सक्छ? उनीहरूले अब त्यो गर्न सक्दैन। अहिले भनिएका हेभीवेट च्याम्पियनहरू भनिएका मान्छेहरूको हामीले जति बढी हेरौँ, तिनीहरूले पनि तिनीहरूबाट हामीले आश प्राप्त गर्न, ती विकासको आश प्राप्त गर्न सक्दैनौँ। यसर्थ जेएनजीको पहिलो आयोग बनाएर जेएनजीको मुक्ति दिलाउनुपर्छ भनेर हर्क साम्पाङ सरले जेएनजी सरकार विहीन भइरहेको बेलामा हर्क साम्पाङ दौडिरहनु भएको थियो। हर्क साम्पाङ सर प्रधानमन्त्री बन्छु, देशलाई निकास र विकास दिन्छु, देशको अभिभावक दिन्छु भनेर जाँदै गर्दाखेरि आज उहाँलाई देशी विदेशीहरूको घोडा ढोक्नुपर्छ, देशी विदेशीहरूको खुट्टा ढोक्यो भने चाहिँ प्रधानमन्त्री बन्छ भनेर चाहिँ उहाँलाई त्यस्तो खालको एउटा अप्ठ्यारो स्थिति बनाएपछि उहाँ काठमाडौँ फर्किनु भएको अवस्था छ भनेपछि यो देश विदेशीहरूले बनाउन सक्दैन, यो देश विदेशी दलालहरूबाट मुक्त हुनुपर्छ। यसको निमित्त तपाईँ हामी एकजुट हुनुपर्छ भन्ने कुरा नै तपाईँहरूमा हामी भलाकुसारी गर्न आएको। र अर्को कुरा, हाम्रो देश लोकप्रियता र सेलिब्रिटीको आधारमा मिठा मिठा कुरा गरेको भरमा देश बन्दैन। देश बन्नको लागि त कुट्टो कोदालो साबेल गैतीहरू चलाउनु पर्छ, बाटो बनाउनु पर्छ, स्थानीयमा तपाईँ हामी मिलेर एकजुट भएर काम गर्नुपर्छ, अनि मात्रै देश विकास हुन सक्छ, भौतिक संरचनाहरू निर्माण हुन सक्छ। श्रमको नीतिले मात्रै देश बन्न सक्छ र भ्रमको नीतिले यो देश विकास हुन सक्दैन भन्ने कुरा म तपाईँहरूमा राख्न चाहन्छु। र धेरै भूमिका नबाँधिकन लोकतन्त्रको लागि लोकतन्त्र नै हो, लोकतन्त्रको विकल्प लोकतन्त्र हो भने माटोको विकल्प माटो नै हो साथीहरू। अब माटो बिना हामीले माटोसँग भलाकुसारी नगरिकन, माटोसँग हामी पौठाजोडी नखेलिकन यो देश विकास हुन सक्दैन रहेछ। हामी स्वदेशी उत्पादनहरूसँग जोडिनुपर्छ, विदेशी उत्पादनहरूसँग जोडिनु हुँदैन। प्रविधि र प्रकृति संस्कृति र प्रविधिको उच्च नाराको साथ आज हाम्रो श्रम संस्कृति पार्टी तपाईँहरूमा घर दैलो कार्यक्रम गरिरहेको छ। हामीले बोल्दै गरेको यो माइकहरू, हामीले चलाउँदै गरेको मोबाइलहरू तपाईँ हामी आफैले हाम्रै पालामा अब बनाउनु सक्नुपर्छ भन्ने कुरा हामीले त्यो खालको चाहिँ आवाज उठाइरहेका छौँ। हामीले खोला नाला वन जङ्गल वनस्पतिहरू संरक्षण गर्यौँ भने अक्सिजन पाउन सक्छौँ, होइन भनेदेखि त्यो खोला नाला वन जङ्गलबाट हामी अक्सिजन प्राप्त गर्न सक्दैनौँ। ती खोला नालाका वन जङ्गल वनस्पतिहरू बेचबिखन गर्यौँ भने यो देशको हालत के होला? संस्कृतिलाई हामीले संरक्षण गर्न सकेनौँ भने हाम्रा संस्कृतिहरू विभिन्न संस्कार संस्कृतिबाट सज्जित हाम्रो मुलुक हो। हामी अहिले यहाँ बस्दै गर्दाखेरि विभिन्न बहुभाषिक बहुजनजाति भएका देशहरू यो देश हो। यो देशमा हामीले साकेलाहरू मनाइनौँ भने, हाम्रा मान्छेमा पूजाहरू गरिएन भने, हाम्रो कुलपित्री गरिएन भने हाम्रो संस्कार रहँदैन नि। विदेशीको संस्कारले नेपालीको पहिचान हुन सक्दैन। यसर्थ हाम्रो संस्कृति हाम्रो पहिचान हो।
हाम्रो संस्कृति हाम्रो धरोहर हो भनेर संस्कृतिको क्रान्ति गर्नुपर्छ भनेर हाम्रो मुख्य एजेन्डा संस्कृति छ। प्रविधिको कुरा अघि मैले जोडि नै हालेँ। तपाईहरुले चढ्ने बाइकहरू, तपाईहरुले बाइक बनाउने हेलमेटहरू, तपाईहरुले चलाउँदै गरेर यसरी गर्ने मोबाइलहरू पनि विदेशीले बनाएको मोबाइल हो। यो कुनै देश हाम्रो देशका नागरिकले बनाएका छैन। त्यो अब तपाईँ हामी आफैले बनाउनु पर्छ भन्ने कुरा म यहाँहरूसँग राख्न चाहन्छु। र लामो भूमिका नबाँधिकन फेरि पनि तपाईहरु माथि हामी जोडिनै नै छौँ। विभिन्न हाम्रा अब धेरै कुराहरू नराखिकन अर्को कुरा भन्नुपर्दा राजनीतिमा स्थायी मित्र स्थायी शत्रु हुँदैन। परिवर्तनको लागि राजनीति गरेका राजनीतिक योद्धा साथीहरूलाई म के आह्वान गर्न चाहन्छु भने अग्रज राजनीतिज्ञहरूलाई के आह्वान गर्न चाहन्छु भने नेपाली जनताले नेपाली युवाहरूले परिवर्तन खोजिरहेको छ। नेपाली जनताले देशको विकास खोजिरहेका छौँ। हामीले लडाई र झगडा ढुङ्गा टिपेर हान्ने होइन, ढुङ्गा टिपेर घर बनाउने मान्छेहरू खोजिरहेका छौँ। यो अभियान भनेको त्यो भिजन भनेको आदरणीय हर्क साम्पाङज्यूले भयो भने मात्र यो देशले निकास र विकास पाउन सक्छ भन्ने बनाइराख्दै मेरो छोटो अथवा अलिकति लामो पो भयो होला यो मेरो मन्तव्य भनौँ अथवा मेरो विचार भनौँ, यसलाई तपाईँहरूले कुनै पनि मैले भन्दै गर्दा बोल्दै गर्दा भएको त्रुटिहरू गल्तीहरू भएमा फेरि पनि म तपाईँहरूमा सेवा माफ माग्न चाहन्छु भन्दै मेरो यो माइक्रोफोन कार्यक्रम सञ्चालकज्यूलाई हस्तान्तरण गर्न चाहन्छु। जय माटो जय देश, जय माटो जय देश। भोट केमा, भोट केमा। हस्, धन्यवाद। धन्यवाद। सह संयोजक जिल्ला संयोजक श्री